जबदेखि बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरु गर्यो सबैलाई ज्ञान आयो सुकुम्बासी बस्ती कसरी व्यवस्थापन गर्ने भन्ने। जन मेरो फेसबुक चलाउन सुरु गरेको बच्चाले पनि सुकुम्बासीलाई त्यसरी होइन यसरी व्यवस्थापन गर्नुपर्छ भनेर स्ट्याटस लेख्दैछ। कांग्रेसले 11, एमाले 7 र माओवादीले 4 पटक सरकार चलाएछन् अहिलेसम्म। 14 वटा त सुकुम्बासी आयोग बनाएछन् यिनीहरू मिलेर। तर वास्तविक सुकुम्बासीहरू कहाँ छन्, कति जना छन् भन्ने सामान्य अभिलेख पनि रहन्छ अहिलेसम्म। अहिले तिनै नेताका कार्यकर्ताहरू ओरिजिनल र डुप्लिकेट सुकुम्बासी कसरी चिन्ने भन्ने तरिका सिकाउँदैछन् सोशल मिडियामा। साना बच्चाहरू फाटेको लुगा लगाएर भत्केको छानामुनि बसेर पानीले रुज्दै गरेको भिडियोहरू भाइरल गर्दैछन्। ओरिजिनल सुकुम्बासीहरू त सरकारको गाडी चढेर होल्डेज होम पुगेका थिए। ती बिचल्ली भएका फुटेजहरू कति बेलाका हुन् जुन यो गरिबहरूको उठीवास लगायो सरकारले भनेर फोटोहरू शेयर भइरहेका छन्। ती सब होल्डेज सेल्टरका हुन्। उनीहरूलाई केही दिनको लागि मात्रै किर्तिपुरको राधास्वामी सत्संग सेन्टरमा टेन्टहरू टाँगेर खानापिना र मेडिकल टिमको व्यवस्था सहित त्यहाँ राखिएको छ। उनीहरूलाई थायी रूपमा राख्ने त नागार्जुनको बिल्डिङहरूमा हो जुन बाबुराम भट्टराईको पालामा बनेका थिए। अहिले ती बिल्डिङहरूको सरसफाई, रङरोगन, पानी र बिजुलीको काम भइरहेको भएर होल्डेज होममा एडजस्ट हुनु परेको। अहिले जति पनि कार्यकर्ताहरू मिडिया ट्रायलमा व्यस्त छन्, हर्का साम्पाङले पनि हिरोगिरी देखाउन पाइरहेका छन्। त्यो सब केही दिनमा नागार्जुनको बिल्डिङ रेडी भएपछि सकिन्छ। रियालिटी त यो कि यिनीहरूलाई सुकुम्बासीसँग कुनै लगाव छैन। प्रत्येक साल 5-7 जना सुकुम्बासीहरूलाई बाढीले बगाएर लैजान्थ्यो। सामान छोडेर नजिकका स्कुलमा, हलमा ज्यान जोगाउन जान्थ्यो उनीहरू। सरकारको त भिजिबिलिटी पुग्दैन थियो त्यहाँ। बर्खामा सक्कली सुकुम्बासीहरू मात्रै हुन्थे त्यहाँ। जो नक्कली सुकुम्बासीहरू छन् तिनीहरू बर्खा लाग्यो कि सामान बाँधेर ताप कस्ते। थापाथली, गौरी गाउँ, शान्तिनगर र मनोहरा जहाँ डोजर चल्यो ती बस्तीहरू खोलाको यति छेउमा थिए कि बाढी बसेर पुरै बस्ती इलाम्ने हुन्थ्यो। प्रदूषण फैलिएर टाइफाइड, मलेरिया, डेङ्गु हुन्थ्यो तिनीहरूलाई। प्रत्येक साल सरकारले करोडौं रुपियाँ अलग खर्च गर्थ्यो सुकुम्बासी रेस्क्युको नाममा। अनि जुन ठुला बिल्डिङ भत्केको तपाईँ देख्दै हुनुहुन्छ यीजना आफूलाई सुकुम्बासीको नेता हुँ भन्नेका घरहरू हुन्। अघिल्लो सरकारले यिनीहरूको बाल पनि हल्लाउन सक्दैन थियो किनकि खोला किनारामा बस्ने जति पनि गरिब सुकुम्बासीहरू छन् तिनीहरूलाई बास खुसिन्छ है भन्ने डर देखाएर उनीहरूको भोट पकेटमा हालेर हिँड्थे यिनीहरूले र सरकारसँग बार्गेनिङ गर्थे। त्यसैले अहिले कोही खुसी छ भने ओरिजिनल सुकुम्बासी खुसी छ सरकारको यो कामबाट।